बिहान बिहान चढ्दैछन्। सो गाइज गुड मर्निङ सबैजनामा। कस्तो बिरामी भयो त्यो भएर चाहिँ स्वर कस्तो कस्तो होला। झारूले टोपी पनि लगाएको के कस्तो देखियो त्यो मलाई केही मतलब छैन। त्यो गाइजहरू भिडियोको सुरुवात गरौँ। सो गाइज सबैजनामा गुड मर्निङ, फेरि पनि वेलकम ब्याक टु माई च्यानल। होप चाहिँ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु गाइजहरू। भनौँ भने के भनौँ, बिरामी भएर लास्टै बनाएको टाउको दुखेको हो, यहाँ नाक दुखेको हो कि सिजन चेन्ज हुन लाग्यो नि त। अब झारूबाट गर्मी लाउनु लाग्यो नि त, त्यो भएर होला। आज चाहिँ त्यो भाइजहरू होइन यस्तै छ गाउँघरमा, घाम पनि लागेको छैन, देख्न सक्नुहुन्छ होइन यस्तो घामको हालत। त्यो भाइजहरू होइन हेरौँ अब चल्लालाई चारो खुवाउँदै हो। अब बाख्रा साख्रा सार्ने, भैँसी सार्ने। हाम्रो बाख्रा दादाहरूले चाहिँ के गर्दै हुनुहुन्छ त नि, बाख्रा दादाहरूले चाहिँ गुड मर्निङ गाइज, गुड मर्निङ। ए निस्क्यौ न तिमीहरू यसरी लापरवाही। ल आऊ यताभित्र होइन बाहिर आऊ आऊ ल आऊ। मोडल दिदीहरू आइसकेको छ है, मोडल दिदीहरू। कसरी खान्छन् मोडल दिदीहरू मोडल। धेरै जस्तो चाहिँ भाले है यहाँ एउटा पोथी हो कि गाइजहरू बल्ल है यो पोथी है बिचमा है त्यो। यिनीहरूले अब अन्डा काट्ने बेला हुन लाग्यो, त्यही भएर अब यस्तो गर्छ। हाम्रो मोडलहरू चाहिँ खाजा खाने बिहानको ब्रेकफास्ट गरिदिन्छन्। आयोका फेरि मोडलहरू फेरि जता गयो त्यतै आउनुहुन्छ क्या फेरि यस्तो खालको मोडल। झन् मकै ठोट्टो खानिदिउँ भनेको फाले छ झन्, ल्याएर यस्तरी फालेर खान्छ। नफालिकन खान्न तेरो पालो भइसक्यो। त्यो बिहानमा चाहिँ यिनीहरूलाई थोरा थोरा मकै पनि दिनु पर्छ। हामीले तपाईँहरूले दिनुहुन्छ कि दिनुहुन्न, हामीले चाहिँ बिहान थोरा थोरा के यिनीहरूको दानाको लागि के। यिनीहरू मकै पनि राम्रो हुन्छ यिनीहरूको स्वास्थ्यको लागि गाइजहरू, त्यही भएर थोरा थोरा। ल भयो तिमीहरूले छि त्यो भुइँको टिपेर खा फाल्छस् तँहरूले। मोडल दाईहरू यता आइसक्यो, मोडल दिदीहरू यता आइसक्यो। यो हाम्रो बाख्रालाई दिनु पऱ्यो। लौ 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 तिमीहरूले खाने चिज हो नि त, ल खाऊ ल खाऊ। लौ लौ यति खायौ भने अगाउँछौ तिमी, खाऊ ल लौ त खाऊ। तिमीले खानु सक्दैन रहेछौ, तिमीलाई धेरै भयो। हाम्रो बोका दाजुले खानु त साह्रै अहिले कस्तो गरेर हेरौँ त्यसले आफ्नो नानीको नि खाइदिन्छु भन्छ यार। खाऊ खाऊ लौ खाऊ ल ल बोका दाजु खाऊ। थोरा थोरा एक मुठी हो कि सबलाई दिने चाहिँ गाइजहरू। ला आफ्नो नानीको सँग नि खाइदिन्छु भन्छ, कस्तो रहेछ यो त। यो अलग छिन्न छ क्या यो ठुलो माउ चाहिँ। केमा ल त्यो गाइजहरू चल्लाहरूको घरमा आज प्रस्थान हुँदैछ। हिजो अस्ति चाहिँ यो प्याकलाई घर बनाएको थियो भने चाहिँ आज यिनीहरू चाहिँ खोरमा बाँच्छन्। मम्मीले चाहिँ यहाँ भाङ्गोको भुस हालिदिनु लाउनु भयो। भाङ्गोको भुस हालिदियो भने के हुन्छ र मम्मी राम्रो? यिनीहरूलाई रुगाखोकी लागेको सन्चो भन्दै हुनुहुन्छ मम्मीले। त्यही भएर यहाँ भाङ्गोको भुस हालिदियो हामीले खोरमा, सर र बिछाइदिनु भने तातो नि हुन्छ यिनीहरूलाई। यिनीहरूको स्वास्थ्यको लागि राम्रो हुन्छ यो भाङ्गोको भुस गाइजहरू। गाउँघरको अर्ग्यानिक जडीबुटी होइन, औषधि नि खुलाइयो गाइजहरू। हिजो अस्ति चाहिँ यिनीहरू चल्ला हालेर सेतो छेर्ने रातो छेर्ने गरेको थियो। मैले बजार गएर हल्का फुल्का औषधि लिएर आएँ, हल्का फुल्का त भर्खरै यिनीहरूको हालत यस्तो छ नि फेरि।
अब यहाँ यस्तो गरेर मम्मीले हाल्दै हुनुहुन्छ अलि बाख्लै हालिदिनु है यी भुइँभरि पोख्नुहुन्छ मैले हजुरलाई पहिल्यै भनेको त अनि यस्तो गरेर बस्छ नि त जाडो हो यो ठुलो खोर त फालाफाल हुन्छ यति बेला तिनीहरूलाई यस्तो भित्र चाहिँ यस्तो भयो मेरो खोरभित्रको यस्तो देखिन्छ यता गनाखा मम्मी बा यो भुसका चिसो फाल्छ चिसो के रे कसले किन लगिदिने अरे यस्तो भुस्ने यस्तो खालको गाइजहरू यस्तो भुस पनि खान्छन् खान नपाएकोमा भनेर भयो भयो फाला फाला चल्ला चाहिँ नाच्छ फुरफुर ओरेर पोर गर्दै हेरौँ न यस्तो रङ्ग लाग्ने गरे यहाँबाट निस्कने चाहिँ होइन निस्काउने नै होइन यहीभित्र यिनीहरूको चारो पानी हाम्रो प्लान भनेकै खोरभित्र पाल्ने हो कि कुखुरा चल्ला बाख्रा सब होइन मम्मी बाहिर निकाल्ने नै होइन काना ठोइ यस्तो भुस हालेर राम्रो हुन लागिसक्यो तनीलाई नै भित्र हालिदिनु एउटा फाल्दैन एक गुवा पनि त्यसले फाल्छ ल खै थोन्दिन त ढोका कस्तो देखिन्छ राम्रो हो चारो नि त हाल्दैन पऱ्यो ल उतै भित्र जान्छ तिनीहरू त ल त्यस्तो गरेर पर्छ कि तारो राखेपछि फाइनल्ली हाम्रो चल्ला कस्तो गर्छ यसले जाऊ 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 हुन्छ यता बस्या लगाइन्छ अरे है खोरमा पस्ठान भयो हाम्रो चल्लाहरू दाना कहाँ सबै दानामा हालिदिन्छ नि हामीले यहाँ गाउँको लोकल उस दानासँग फेरि यहाँ यो बजारिया दाना मिसाएर हाल्ने भने अलि पछि ठुलो भयो भने त दानामा हाल्नु पनि भुसै भुस तान्दिन न सर आउँछ क्या कटुरहरू दाना एक नम्बरको दाना भनेको ठिकै रहेछ होइन एक नम्बरको दाना आयो चाहिँ सही हो दुई टोकरी हाल्नु दुई टोकरी आज दिनभरि पानी फेरि अर्को खटुरो पानी राख्ने खाइदिनु त ल यति भए हुन्छ तातो पानी औषधि हालेर राखिदिने लगाइन्छ यिनीहरूको खाना चाहिँ आज यस्तो हिम्मन राखिदिने यहाँ पाल्छ लाउ ल खाइजहरू खाना यस्तो है ल है हुँदैछ है केही होला जस्तो छ है गाइजहरू यति बेला घाँस काट्ने क्रममा खान् हामी चाहिँ यहाँ के अरे के गर्न आएको अरे मिलमा पिठो ल्याउन आएको बाटोमा बाख्राले खाने घाँस राम्रो देखेर ठुट्न लाग्यो गाइजहरू औसिलोको काँडाभित्र केटाहरूको बोरा हेऱ्यो उहाँको कुनामा यस्तै गाइजहरू गाउँघरको अवस्थाको कन्डिसन यति बेला नाजुक छ बामेले यहाँ प्रस्तुति देखाइरह बामेले यहाँ टपमै हो जहिले पनि बामे काँडाभित्रको दामी एक पर्लाई ठुट्टी हट अनि यस्तो यस्तो यो फेरि काँडाभित्र हुन्छ क्या यो जात के जात रहेछ हरिब मिठो खान्छ फेरि यो घाँस त्यही भएर हामीले यसो समयको सदुपयोग गरेको घाँसहरू घाँस बल्ल देखिसक्छन् अघि नै हामीले यत्रो धेरै घाँस देखेरै यहाँ घाँस छ भनेर छिरेको आएछ भने त्यो घाँस त हरिब फेब्रेट हो क्या हाम्रो त बाख्राको खानामा फेब्रेट हाम्रो फेरि काट्नमा फेब्रेट लडा ठुट्दै सरेर आउँछ त हामी अहिले फेरि पहिला काट्न जान्ने थिएन सबैलाई अहिले काट्न पनि जानिसक्यो क्या लडामा कसरी छुट्ने अनि लगाइचहरू घाँस पनि काट्यो खै भारी हालिदिउँ सधैँको समाति हुन्छ अरे यसरी खै त घाँस खेर नफाल्नु अहिले अहिले
यस्तो पनि गाइजहरू घरबाट के अरे पिठो ल्याउन पठाउनु भएको यस्तो केटाहरूको जम्फुट चाहिँ उही खान्छ केटाहरूले म त समटाइम्स त्यस्तो खासै खान मन लाग्दैन बेला बेला रामा मैले चाहिँ खाएँ नि केटाहरूले चाहिँ अब कोहीले यहाँ पिठो बोकेको छ त्यहाँ कोहीले त्यहाँ हामी चाहिँ कोदोको पिठो ल्याउन आएको गाइजहरू गाउँघरमा जाडोको बेलामा ढेँडो खान चाहिँ मिठो हुन्छ गाइजहरू त्यही भएर ढेँडो खाने भनेर कोदो पिस्न आएको मम्मीहरू अस्ति नै आउनु रहेछ ढिला भएर नलगिन जानु रहेछ त्यही भएर आज हामी ल्याउन आएको थियौँ त्यसको मेसो पारेर हामी चाहिँ यहाँ घाँस बेतारी ठुड्डिएको घाँस सर ठुड्डिने हो र ठुड्डिम न त होइन ठुड्डिने हो चल भाइ ठुड्डिने भोक लाग्यो लागेन ल है त गाइजहरू ल फेरि हामी ठुड्डिन्छौँ ल यस्तो यो लहरा फेरि खासैले काट्दैनन् बाख्राले मिठो मन पराउँछ त्यही भएर काटिदिउँ भनेर यहाँ चप्पाइको बारीमा होइन फेरि होइन यस्तो हो क्या अब त्यो चुक्यो अब ताने अब त यो अट्केको हडलाई चुक्छ यति निस्किन्छ यारमा जन्मदेखिको बल्ल आएर तान्दैन माथि माथिको तान्टो बामी पाँठी हड्यो त्यो झुप्पो झुप्पो घाँस घाँस समातेर तान्छ सबै सामपट्टि एउटा मिठाईले त सबै ढिला भयो यार घर भात खानु पनि खाएर यस्तो टाउका बोकिदिनु पऱ्यो भनेको त लरै पुग्छ यार गाइजहरूले फेरि यस्तो मिठो गरेर खान्छन् कि राम्रो गाइजहरू एक तात नै भरेछ घाँस भने यसलाई चाहिँ तात्ना भन्छ यो घाँस राख्ने ठाउँलाई चाहिँ तात्ना भन्छ हाम्रोतिर तपाईँहरूकोतिर के भन्नुहुन्छ कमेन्टमा भन्नु होला यस्तो गरेर खान्छ त्यहाँदेखि लगाइचहरू यिनीहरूले खाना खाइसक्यो अब मैले नै खाना खानु पर्ने हुन्छ यो कति बेला सक्ने रहेछ हेरौँ हाम्रो मोडलहरू यता आउनुहुन्छ त्यही हो भोक लागेचहरू भोक लागेको छ खाना खानुपर्ने हुन्छ यता रक्सी पार्दै हुनुहुन्छ मम्मीले खाना खाइसकेको गाइजहरूले के खायौँ क्या खायौँ किन आएको त भोक लाग्यो 12 बजे नि को बस्छ तर किन कहाँ डुल्लो हाल्यो काम गर्नुको हजुरहरूले भन्दाखेरि काम गऱ्यौँ त्यो गाइजहरू खाएर पनि भाँडा माझ्ने कारखाना यस्तै त हालत खराब त्यो बिहान उठेर फेरि बाइक बनाइयो यही राम्रो भएन र ल त्यो गाइजहरू त्यही हो अब म खाना खान्छु अनि के हुन्छ हेर्नुपर्ने हुन्छ त्यो गाइजहरूले के गर्दै हुनुहुन्छ खान्न रे हजुर आएर छेउमा आएर बस्दिएर होला खान्छ दि अहिले खान्छ हजुरले यहाँ भात ल्याइदिएर आएर सिनी अनि कहाँबाट खान्छ नि खायो सबै त्यो गाइजहरू हामी आज भोलि चाहिँ भर्खर भात खाएर आएको भात खाएर आउने बित्तिकै यिनीहरूलाई हेरेर बस्न मन लाग्छ गाइजहरू आजकल त यो सफा गरिदिने क्या उसको उनीहरूको भुइँ अब यो डल्ला डल्ला खाइ यिनीहरूलाई जलाइदिनु पायो भने त्यो ठाउँ जलाउने भनेको उहाँ पर तल्लो बारीमा लगिराख्ने पछि कोदोजीलाई यो पनि लगेर त्यो उस भएर क्या त्यो हटो हजुरको त्यो भात देखेर त्यो तन्कियो उठाबाट अनि
बाट आएर रङ्गलाई थाहा हुँदै गुड मर्निङ सुड मर्निङ भन्ने आज आएर यिनीहरूलाई टिचर भएर के भन्ने अहिले मैले उस पढाइसकेर गइसकेको यो चाहिँ ब्रेक टाइम हो कि खाना खाना टाइम हो ल्याउको मलाई खानेकुरा ल चिनिस भने पाइस त नपाइस जसरी पनि पाइसो अहिले पाइल के हुन सक्छ यी यस्तो गरेर देखेर ल यस्तो गरेर देखाइदिनु लालिपप कति खाले ललिपप 5 त्यो गाई चाहिँ यहाँ मेरो हातमा चाहिँ देख्यो क्या देखियो यहाँ चाहिँ मेरो हातमा चाहिँ मिठाई छ यो चाहिँ अघि हामीले किनेको थियौँ अनि यहाँ मैले चाहिँ मेरो भागमा परेको थिएँ यसले चाहिँ देखेर लेखाम भनेको छ मलाई खाना त मन लाग्यो होइन त्यही भएर यसलाई मैले चाहिँ चिन्यो भने दिन्छु भनेको हो चिन्का ल सिटी बस्ने तलबाट देखिएको त्यो सुइरो यसमा 10 खाले कि 5 खाले 5 मिलाएपछि कति पाउने त्यो त जतिको नि हुन पाएन सिटी बस्नेवाला हो कि नबस्नेवाला बस्ने छ त्यहाँ त खै कसरी गाई चले टिचरहरूले स्टुडेन्टहरूलाई के पढाएको त आज एबिसिडी जाने कि जानेन त जाने नि जाने टालेन भयो अनबक्सिङ नि हो मिठाईको झ्यापचुप झ्यापझुप हो हजुर ल उनीहरूले खाने त्यस्तो त हान्छ र अनि उस हजुर के छ अरे नहुने हो कि अन्त किन किन अस्ति त नको मैले हुन्छ सँगै नको होइन एक हप्ता नि भएन उनीहरूले खाँदैछन् अब हाम्रो फेरि जानु पऱ्यो म भैँसी डाँडाहरूसिम जान्छु त चल्ला डाँडाहरूसिम त्यहाँ गएर यताउति पानी सानी खान् के खाएनन् दिशा कस्तो अघि खान् पिसाब फेरि खान् कि फेरि हुन्न न भैँसीलाई झन् यसले दिमाग चाहिँ ध्यानै दिएर चाहिँ मेरो प्रश्नमा के भन्छ भनेर भनेको तिमी जाऊ न एकदम नजिक छ नजिक छ ल ए चम्का खायो गाइजहरू उठेर नि बसिसके खान् राङ्गो दाजु के हो यस्तो राङ्गो दाजु त आमा झिलमा खान्छ राङ्गो दाजु ए उठ उठ त्यो सुतेको यो उठ ए उठ बल्ल देखायो यसले घाँस नखाऊ अनि खान्छ दिनुहरूले त अनि यो फेरि जुङखुरे पारालाई ला खान्छस् कि खान्नस् खाने रहेछ यत्रो राङ्गोले कस्तो गरी खान्छ गाइजहरू खाएर इन्जोय गरेर बस्छ है त ल भैँसीलाई नि घाँस हालिदिनु पर्छ गाइजहरू अलिक गोठ ओल्तिर बोल्तिर त्यही भएर यताउता हिँडिराख्नुपर्छ कि गाइजहरू तर नो प्रब्लम एक्सर्साइज यहीँबाट हुन्छ गाइजहरू त्यो भन्दै अब हामी चाहिँ जानुपर्ने हुन्छ चल्ला डाँडाहरूलाई हेर्नको लागि गाइजहरू कहाँ छिरेको र किन यहाँ फेरि यहीँभित्र हालिनु लाग्यो किन टाठो हुन्छ हापट पर्यो म टटाउँछु त कहाँ आउँछ र सुलिनी अघि होइन अघि आएको ओइ अब यता अरे बाटो हटो फेरि अरू बेला त लाता हुन्छ त्यो भाँचिन्छ क्या छैन एउटा ऊ हाँसी आयो एउटा ऊ छप्का
हाम्रो चल्लाहरू यसलाई कस्तो कहाँ त्यहाँबाट निस्केर हिँड्छ नि तर यो के अरे अबि खोर्सानी नखाइ चाहिँ के अरे यो भुसले कस्तो ठिक हुनुहुन्छ नि अब चल्ला हेर्ने अब चल्लाहरू हेर्न मजा आउँछ यस्तो खान्छ कि बरु माटो साटो ढुङ्गा त्योहरूले हेर्दा हाम्रो केले हेर्नु साउते गरेर मोडलहरूले यसो बार्गेनिङ हान्ने होला नि को आयो फेरि हाम्रो ठाउँमा रजाइ गर्नु भनेर कुन अझ यस्तै कलरको ल्यायो है कति राम्रो हुन्छ यस्तै यस्तो सानोमा मात्रै हो क्या यस्तो नि सानोमा राम्रो नि काले कलर आफ्नो गाई चरलाई पानी खान दिने भन्ने कुरा भयो हाम्रो चाहिँ यिनीहरूले घाँसै खाएन कि उनीहरू गर्मी त खरा अहिले त थोरै हाल्दै त्योबाट खान दिने त्योबाट होइन यहाँ बस खान्छ यो उसँग खाइदिने होला नि त्यो छ के अरे चापट त्यो अहिले बेलुका हरि पानी खर भने चाहिँ भने होइन कस्तो बिचार टिचरलाई त सिका कि टिचरले चाहिँ ल पानी खर के भन्नुभएको थियो अनि मैले चाहिँ ल खुवाइदिउँ न त खुवाइदिएको थियो ल खरै भएर चाहिँ पानी हेर्नु बट्टी खायो चाचा त्यो हालिदिएर लिएर फेरि ए फाल्दै नहाल्नुहोस् त तपाईँले सक्यो छिटो आउनुहोस् त्यो पुयो पाठा होला त्यो धन्न दिपा चलाइ नि हान्दिलाई छेउछाउ नबस्यो पाठा यो बोका यो बोका कि यो बाख्रा खटम रहेछ यार सिन्न ल तपाईँ आउनुहोस् ल म्याम फेरि तपाईँलाई फेरि एउटा मिठाई नै हो मेरो हातमा त्यही भित्रको होला है नि म्याङ्गो है ल के भन्नु यहाँ छ क्या ल यति देखाउनु पर्यो नि होइन के ल किन बसेको र चिसोमा दुईटा भन्नु न त के ल यस्तो गरेर देखाइदिन्छु होइन क्या तिमी त्यो उसहरू त्यो त्यही मेरो म्याङ्गो होइन ल म्याङ्गो होइन ल इङ्ग्लिस नि होइन यस्तै गरेर देखाइदिन्छु ल्याक्टो कति हानी एउटा कि दुईवटा मेरो हेर न ठिक छ क्या यस्तो भएको थियो अघि ल भयो ठिक छ हामी चाहिँ कहाँ जानु लाग्यो रे घाँस काट्न बाख्रालाई घाँस काट्न जाँदै हजुर अब बाख्रालाई घाँस काटिन्छ अनि त्यसपछि यो उकालोतिर चाहिँ भेरा पाइन्छ क्या अनि भेराको यसो बार्गेनिङ हान्नु जानु पर्यो भेरा पाइन्छ कि पाइन्न यसो सस्तो मस्तो पाइयो भने हामीले भेरा पनि पाल्ने भनेको होइन त्यही हो गाई चाहिँ दुईवटा के हुन्छ हेर रमाइलो गाईचहरू त्यही हो नयाँ हुनुहुन्छ भने हामीलाई सब्सक्राइब गरिदिनु होला यदि हाम्रो भिडियो मनपर्छ भने गाईचहरू होइन त्यो भने अब सिधै कता खाँदै नि त्यो घाँस फेरि होइन त्यो त खाँदैन नि छैन त्यहाँ घाँस यति भुइँको हुन्न र झारू खाउने हो गाईचहरू हामीले चाहिँ अब भ्यू चाहिँ राम्रो छ अलिक तल लाग्छ अहिलेको समयमा होइन लगाइजहरू हामी चाहिँ तल बारीमा भएन अब चाहिँ टनेलभित्रको गाउने भनेर आयौँ दिपाले अहिले के भाषा बोल्न आउँछ कि अन्न भनेको अरे के भन्दैछ है मलाई त आएन त के भाषा अरे च भाषा मलाई आउन्न च भाषामा घाँस भन्नु पर्यो होइन च घाँस च घ च स होइन चघा चस चघा चस चडी चपा चटी चमीले होइन अर्को क्या डिम्फिपा भन्ने क्या के भन्ने रे अर्को के भाषा अरे च फ भाषा होइन घामफास भन्ने क्या घामफास के भाषा यो यस्तै बोल्टीमा हामी केराटी हुँदा होइन केराटी हुँदा चाहिँ
त्यसलाई यसो हामीले भर यसो स्मरण हानिदिएको बसी बसी हो घाँस उखालिदिन्छ है इन्जोय छ त अनि त्यही गाइजहरू यस्तै छ रमाइलो कुरा गऱ्यो बाख्रालाई घाँस उकायो बस्यो त्यही त हो नि होइन तिमीलाई पहिला बाइकमा डुल्दा ठिक हुन्छ कि अहिले कोही बेला बाइकमा पनि डुल्न ठिक हुन्छ कोही बेला लाइफ ठिक थियो कि अहिले अहिलेको लाइफ ठिक छ नि पहिलाको भन्दा त हो पहिला कहाँ धुरी पुगिन्थ्यो एक्कासी पहिला अब शरीरको मतलब थिएन जहाँ गइदिनु भयो जे खाइदिनु भयो कति बजी यति बेला उठ्यो होला 12-1 बजीतिर उठ्थेँ बिहानको त कहिले खाना हुन्थेन नि खान्थेँ खाना त कहिले गर्छु तर कहाँ सधैँ भरि हुन्थ्यो नि धेरै जस्तो खाने थिइनँ क्या मैले खाना बिहानमाखेरि अहिले त जान्छ बिहानमा नि खानु जान्छ के हो र सुन्तला मम्मीले त्यस्तो माया गरेर बाँधेर दिनुहुन्छ के हो यो घाँटीमा अल्झेर हामी त गिक्लिक हुन्छ ती तिनवटा दिएको मलाई नि 3टा दिनु हो मेरो फोन राख्छ ए पच्छ गाउँठाउँमा त यस्ता पच्छ त पच्छ यसले तितो हुन्छ क्या यो हातसँग पारा राख्यो बाँधिदिएको माथिरको चाहिँ बाल शिक्षा है गाइजहरू यहाँ चाहिँ पढाइ यतातिर बन्दै गरेको भवन हाम्रो 3वटाको भवन खान्न त सारीहरूले त जानी गाइजहरू घाँस नि खायो पानी खाएन घाँस हालिदिएर जाँदियो अब खायो नखायो हामी चलिदिएको बाई बाई दिपा मिसले चाहिँ स्टुडेन्टलाई चाहिँ मुख खाली नराख्ने भन्नुहुन्छ घाँस हालिदिएको हाल्दै गर्ने भन्नुहुन्छ क्या यति मिठो गरेर खान्छ यो घाँस फेरि जाने ल घाँस खान्छ अब कति हेरेर पनि नजाने ल यति बेला चाहिँ हामी भेडा हेर्न आएको बिहान यहाँभित्र छ भेडाको बाख्राहरू यसो हेरिदिउँ भनेको गाइजहरू यति बेला चाहिँ भेडा पाल्ने रहर भएर हामी चाहिँ बिहान चिया खाएर पनि भेडाकै पछि लागेको छौँ गाइजहरू छोराले यस्तो कराउँछ छोराले जसरी नि भेडा पाल्छ गाइजहरू यहाँ हेरौँ अङ्कलले दिन्न र भन्नुभयो त्यही पनि यसो मिलाएर ल्याउन सक्छु हेर्नुहोस् गाइजहरू कस्तो खालको यहाँको भेडा हेर्नुपर्ने हुन्छ यस्तो यहाँ चाबी लगाएको रहेछ कि तालचा हामीले चाहिँ यहाँ खोल्न लगाएको छौँ हेरौँ आमाको दुध खानेछ फेरि अर्को सानो बिहाको अर्को आमा उसले पनि दुध खानेछ भर्खर बिहाको मौसेना बिहाको यो कति महिना खान्छ 8-9 महिनासम्म खान्छ उसले खान्छ 1 वर्षसम्म 1 वर्षसम्म खाने अनि बाली भएको 1-2 महिना बाँकी हुँदाखेरि छोटो रहेछ मलाई सब थाहा भयो वर्षा एकचोटि आउँछ भ्याउनु त 2 चोटि वर्षा भदौमा बिहाको बाली हुन्छ बाली भयो भने साँढमा आउँछ अहिले पाथी बिहा छ एकचोटि पाथी एकचोटि साँढ हाम्रो साँढ ब्याउने भनेको त कोही पाथी ब्याएकोले पाथी बिहा कोही साँढ ब्याउने साँढ निक्लिने भने त घरमा डुब्छन् यिनीहरू के हो त त्यो पाथी हो ऊ साँढ हो अनि ऊ पल्लो यसलाई कति पर्छ यो सारलाई यो साँढ त अहिले 8-9 पर्छ यो भेडालाई यसलाई त यो दुईटा दिनु न त मलाई मिलाएर यो दुईटा यो त दुध खानु छ नि ए खान्ने यति ठुल्ठुलो भयो छोरा नि यतिकै छोरा नि केही दिनु न यो
यो ठिक्क भने जत्रो जत्रो रहेछ नि यिनीहरू दुईटा यो 9-10 हजार पर्छ यो सानो सार यो त 18-19 हजार पर्छ ठुलो मिलाएर दिनु त यो दुईटा यो त घर पुऱ्याएर आउँछु दुध छोराउनु भएन दुइटै हेर्न सकिन्न कराएर डुगुरेर हटाउँछ नि अहिले दुध छोराउनु दुध छोड्ने भएन भएन कति महिनाको भएर बल्ल यो मङ्सिर 18 गते बिहाको स्याहार बेहेरी छ नि आन्टी र मेरो 3 महिना भएछ दुध छोराउने त भेडा कस्तो गरेर थाम्न सकिन्न दुइटा भेडा पाठाको लागि दुध खाउन खन्दा त्यहाँ अब नखोर्ने बारी बरी डुगेर पाठा खाइदियो यसको सानो पाता राख्नुभयो यही छ त्यो एउटा ठुला ए सानो होइन सानो छैन उठे तोड्नु पर्थ्यो अहिले त त्यो 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 उता टोरेको फेरि एउटा बिहा छ आमाको दुध आउन क्या हामी दुई छ ठुला अन्ने ए सार त कुन हो अहिले ब्याउने भन्ने अहिले ब्याउने भन्ने हजुर ऊ ठुला छ क्या ऊ आएछ ऊ त्यो सेतो टाउ गरेको माथिको यो टाउको ठाडो गरे हजुर त्यो भर्ने बेला ल्याउनु भयो यहाँबाट ठुलो ठुलो हट फेरि यो नि ठुलो छ नि ठुलो खाले गरेर आएको ओलाएर ल्याएको एउटा ठुलो सार छ यहाँ दुईटा सार यता यो ठुलो सारलाई बेच्नु पर्यो भने कति पर्छ यसलाई त 45,000 हो यो त ढोबी हान्छ नि सारले त हामी हान्छ अहिले हान्छेले हान्दैन रिस उठ्यो भने जाने दिन रिस उठ्यो भने रिसा भयो भने त मान्छेलाई नै उछत्तन गरेर हान्छ होइन बनाए पनि चराए बेला चर्ने बेला फेट हान्ने यो पाठा हो अहिलेको हो कि पहिलेको यो पोहोरको पाठ थियो नि अलि सानो हो कि होइन यो नि बाली हुन्छ अब यो के अरे सारहरू के अरे यो सार के भन्छ अरे कति वर्षको भयो यो 2 वर्षको हुनु यत्रो बढे भयो अब त 45,000 गरिदिन्न नि आउनेलाई नि अब हाम्रो छोराहरू भएर 45,000 ट्याक्क हुने अब आउने ठिक्क ठिक्क अब आउने ग्राहकलाई त 50,000 दाम गर्ने 50,000 दाम गरेपछि ठ्याक्क 45 पर्छ ठुलो छ क्या ठिक्क ठिक्क खोजेर सानोबाट रङ्गो लाएर हो क्या नि हिँडिसकेको हम त्यही हो भेरा किन्ला जस्तो छोरोहरूले अब घर पनि भन्नु पऱ्यो होइन आफैले एक लौटी ढिप्पी गरेर पनि भएन होइन घर पनि भन्नु पऱ्यो मैले चाहिँ घर भनेको छैन आजभोलि चाहिँ मलाई फेरि यति भेरा पाल्ने रङ्गो लागेको कि गाइजहरू जसरी नि भेरा पाल्छ छोरोले तर फेरि घरकोलाई म्यानेज नि गर्छ त्यही होइन पुष्कर भाइ पाल्न रङ्गो लाग्छ नि होइन सही हुन्छ नि गाइजहरू ठिक्क ठिक्कको लिएर पाल्छौँ हामीले चाहिँ गाइजहरू हेरौँ सक्सेस हुन्छ कि हुन्न त्यही हो होइन हामी चाहिँ अब घर फर्किँदै हो आजलाई भिडियो पनि लामो भयो जस्तो लाग्यो त्यही भएर भिडियोलाई आज म यहीँ गर्छु टक्क लाएर अब भेरा किन्ने छ भने भेरा आएको भिडियोमा भेट्नु पर्ने हुन्छ नि गाइजहरू त्यो सी यु नेक्स्ट भ्लग बाई बाई